जय मसीह सम्पूर्णमा आजको यो भिडियोमा चाहिँ तपाईँहरूको माझमा म एकजना रजनीजीको जीवन गवाईलाई लिएर उपस्थित भएको छु। तपाईँहरूले क्यामेरामा देखिसक्नु भएको छ उहाँलाई। म उहाँलाई ढिलो नगरिकन स्वागत गर्न चाहन्छु। तपाईँलाई स्वागत छ यो भिडियोमा। हुन्छ, धन्यवाद। जय मसीह। तपाईँको छोटो परिचय बताइदिनु न। मेरो छोटो परिचय भन्दाखेरि नाम त हजुरले नै भनिसक्नुभयो। मेरो नाम चाहिँ रजनी राई हो। मेरो जन्मस्थल चाहिँ सोलुखुम्बु। हाल अहिले म काठमाडौँमा सेवाकाईको सिलसिलामा म काठमाडौँमा छु। हुन्छ, अनि परमेश्वरलाई म तपाईँलाई क्वेसन सोध्न चाहन्छु। अनि परमेश्वरलाई कसरी तपाईँले चिन्नुभयो, ताकि तपाईँ कसरी क्रिस्चियन बन्नुभयो? म चाहिँ कसरी क्रिस्चियन भएँ भन्दाखेरि मेरो दाइहरू चाहिँ अलरेडी क्रिस्चियन हुनुहुन्थ्यो पहिल्यैदेखि। अनि त्यहाँदेखि अब जब मानिसहरूले चाहिँ परमेश्वरलाई चाहिँ हतपत पाउँदैन रहेछ, किनभने मेरो जिन्दगीमा धेरै मैले ठेसहरू खाएँ। अनि धेरै म एक्लोपनाको फिल गरेँ। अनि तब चाहिँ मैले ईश्वर चाहिँ को हुनुहुँदो रहेछ, कस्तो हुनुहुँदो रहेछ भनेर अनि ईश्वरलाई खोज्ने क्रममा चाहिँ मैले आफैमा नै एक समय अनि 2073 साल अनि अनि त्यो क्रिसमसको दिनमा अनि साथीहरूले मलाई इन्भाइट गर्नुभएको थियो चर्चमा। अनि म गएँ। अनि म चाहिँ नर्मल तरिकाले गएको थिएँ। अनि नर्मल तरिकाले मैले चाहिँ होइन अब कुर्ता सुरुवाल लाएर गएको थिएँ। अनि सबैजनाले अनि त्यहाँ